हाई साथीहरू, मैले चाहिँ गाभाको सब्जी, भाउ चटनी और सलाद, खीरा और चुकुन्दर खाँदैछु। और म चाहिँ यो गाभाको रेसिपी बताउन गइरहेको छु हजुरहरूलाई। हजुरहरूले कसरी बनाउनुहुन्छ, मैले बनाउने तरिका चाहिँ कस्तो छ हेर्नुहोस् है ल। भिडियो अन्तिमसम्म हेर्नुहोला। म चाहिँ हिजो सन्डेको सब्जी मन्डी गएको थिएँ। मैले चाहिँ पिनालुको पात चाहिँ भेटाएँ, सब्जी चाहिँ भेटाएँ। यो चाहिँ मैले लिएर आएँ अनि हिजो चाहिँ बनाएन, मैले चाहिँ आज बनाउन लागेँ साथीहरू। अनि मेरो चाहिँ चुल्हा पनि चिसो छ कि साथीहरू। चुल्हा पनि मैले हिजो बेलुका साँझ लिपेको हो, त्यही भएर चिसो चिसो छ। अनि हजुरहरूले कसरी बनाउनुहुन्छ, मैले चाहिँ यो गाभालाई चाहिँ यसरी बेठेर डल्लो पारेर पानीमा पकाएर चाहिँ बनाउँछु मैले चाहिँ। अब मैले चाहिँ एक तरफ चाहिँ मैले गाभालाई तयार गर्दैछु, अर्को तरफ चाहिँ मैले पानी चाहिँ उमाल्ने राखेछु। अनि मेरो पानी उमालिसक्यो। अब चाहिँ मैले गाभा राखेँ, त्यसमा चाहिँ मैले चाहिँ यस्तै गरेर बनाउँछु साथीहरू। अनि मैले मुनिको चाहिँ हल्का गल्यो, त्यही भएर चाहिँ अब उपरीकोले मुनिकोले उपरी गराएर फेरि ढाकिदिन्छु। मैले चाहिँ ढाकेर राखिदिन्छु साथीहरू। अब यो चाहिँ कस्तो भयो भनेर हेर्दैछु। मेरो चाहिँ अझै गलेन, फेरि एकचोटि फेरि अरू ढाकिदिन्छु। आज चाहिँ घरको याद आइरहेछ साथीहरू मलाई चाहिँ। घरमा यस्तै आगोमा पिँडालुको ट्युन बनाएर, गाभाको ट्युन बनाएर, मैले चाहिँ बार बार पिँडालु भनिरहन्छु कि साथीहरू, पिँडालुको पातलाई। अनि मेरो चाहिँ यो चाहिँ गलिसकेको थियो। त्यस पछाडि मैले चाहिँ घोटेलै यसलाई राखेर चाहिँ उमाल्न राखेर चाहिँ मैले चाहिँ अदरक लसुन उसले चाहिँ मैले काटेर राखिसकेको थिएँ। अब चाहिँ मैले भैँसीको घिउमा तड्का लगाउन लागेँ। थोड़ा सा मेथी और जीरा अनि यो काटेर राखेको थिएँ मैले हरी मिर्ची अदरक लसुन, त्यसमा चाहिँ मैले तड्का लगाउँदैछु। अब चाहिँ मेरो तड्का भइसक्यो साथीहरू। चाहिँ यसले मैले निकालिदिन्छु, फेरि गाभालाई राख्छु। मेरो कुकरमा चाहिँ भात पाकिसकेछ पहिल्यै। कस्तो राम्रो डेक्की छ नि, हेर्दै खाउ खाउ लाग्ने। चाहिँ तड्का लगाएँ साथीहरू। मैले चाहिँ यस्तो गरेर बनाउँछु, हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ। मेरो चाहिँ गाभाको सब्जी तयार भइसक्यो। मैले चाहिँ खान लागेँ साथीहरू भाङ्गको चटनी
बनाएर खाएको कति राम्रो भएको छ, कति मिठो भएको थियो। बाई बाई साथीहरू, मिल्छु अर्को भिडियोमा। हजुरहरूले कस्तो लाग्छ मेरो भिडियो हेरेकोमा धन्यवाद।